गुड मर्निङ अनि सेवारो सबैजनालाई। आज चाहिँ म तेह्रथुमको म्याङ्लुङ बजार र जिरीखिम्ती बजार देखाउने छु। र आज चाहिँ ठ्याक्कै बिहानको 7:30 भइरहेछ र म चाहिँ मेरो चाहिँ आजको यात्रा चाहिँ अलिकति रुगाले पनि हल्का च्यापिरहेछ। र आजको मेरो यात्रा चाहिँ म्याङ्लुङ जिरीखिम्ती बजारबाट पाँचतरसम्मको यात्रा, पाँचतरको ओयामसम्मको यात्रा हुनेछ। र आज चाहिँ म तपाईँहरूलाई अघि पनि मैले भने आज चाहिँ मेरो भ्लग मार्फत म तपाईँहरूलाई तेह्रथुम बजार र म्याङ्लुङ बजार देखाउने छु। जुन यो देख्दै हुनुहुन्छ यो चाहिँ जिरी बजार रहेको छ। तेह्रथुमको जिरीखिम्ती बजार भन्छ यसलाई चाहिँ। र यहाँबाट चाहिँ अलिकति 5 किलोमिटर चाहिँ तल हामी चाहिँ म्याङ्लुङ बजार जानुपर्ने हुन्छ। र जिरीखिम्ती बजार पनि एकदमै राम्रो छ। र हाम्रो चाहिँ जिरीखिम्तीको बजार चाहिँ यहाँसम्म मात्रै रहेछ। र अब म तपाईँहरूलाई म्याङ्लुङ बजार देखाउने छु। र यो चाहिँ तेह्रथुमको जिरीखिम्ती। र आजको यात्रा चाहिँ मेरो एकदमै स्लोमा जानेछु। म चाहिँ 5 किलोमिटर छ यहाँ म्याङ्लुङ चाहिँ जिरीबाट। र म चाहिँ अब पाँचतरदेखि चाहिँ म ओयामको यात्रा छ। आज चाहिँ मेरो घरसम्मको यात्रा छ। र म चाहिँ 7:30मा निस्किरहेको छु। र भिडियो चाहिँ अलिकति लामो हुन्छ। अब म म्याङ्लुङको फाइनली गाइज म चाहिँ अहिले म्याङ्लुङ बजार आइसकेको छु। र अघि मेरो भिडियो थियो जिरीबाट चाहिँ म म्याङ्लुङ बजार आइपुगेको छु। र म्याङ्लुङ बजार चाहिँ यही रहेको छ, तेह्रथुमको म्याङ्लुङ बजार। र तेह्रथुमको जिल्ला पनि हो। र म चाहिँ अलिकति माथिसम्म चाहिँ जान्छु। र मेरो चाहिँ यताउता घुम्नुपर्ने हुन्छ बाटो चाहिँ। म चाहिँ अब यो टर्निङबाट यता पाँचतर जाने चाहिँ यो टर्निङ छ, यहाँबाट यता आउनुपर्ने हुन्छ। र म चाहिँ एकैछिन चाहिँ यो बजारमा छिर्नेछु। र म्याङ्लुङ भनेको चाहिँ यो देख्दै हुनुहुन्छ, यो माथि ढुङ्गा, जुन यो ढुङ्गाको नक्सा छ। यहाँबाट चाहिँ भित्र छिर्नुपर्ने रहेछ। भित्र चाहिँ एकदमै सानो सानो बाटोहरू रहेछ। र पनि बाटो यतिकै ठुलै हो। र यो भित्रभित्र बजारहरू कस्तो छ म देखाउने छु। भिडियोलाई चाहिँ फुल हेरिदिनु होला।
अलिकति यो मार्गीले रुगा लागिरहेछ मलाई पनि, मेरो भोइस पनि अलिक क्लियर आइरहेको छैन। र मेरो चाहिँ यात्रा चाहिँ आज पास्टरदेखि पनि उयाम जानुपर्ने हुन्छ र पनि अब म चाहिँ अब